नेपाली चलचित्र बाटुलो जुनको सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ। चलचित्रका मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जाल मार्फत इट्स एन इन्क्लाब फर बाटुलो जुन आफ्टर अ इयर अफ डेडिकेसन एन्ड मेमोरिज वी आर फाइनली र्याप्ड सी यू सुन इन अ स्टोरी फ्रम एनदर टाइम लेख्दै छायाङ्कन सकिएको जानकारी दिएका छन्। निर्माण पक्षले यसअघि नै चलचित्रलाई आगामी असोज 30 गते फुलपातीबाट देशभर प्रदर्शन गर्ने घोषणा गरिसकेको छ। चलचित्रको पहिलो पोस्टर सार्वजनिक भएसँगै यसको रिलिज मिति तय गरिएको थियो। ग्रामीण परिवेशमा आधारित प्रेम कथामा निर्माण गरिएको चलचित्रको निर्देशन वरिष्ठ अभिनेता तथा निर्देशक भुवन केसीले गरेका छन्। चलचित्रमा अनमोल केसीको फरक अवतार देख्न पाइने भएको छ। चलचित्रमा अनमोल केसीसँगै प्रिन्सी खतिवडा, न्यान्सी खड्का, प्रकाश घिमिरे, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शरदा गिरी, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको छ। सनराइज पिक्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन काठमाडौँ, म्याग्दी, नुवाकोट, चितलाङ र पोखरा लगायतका स्थानमा गरिएको हो। निर्माण टिमका अनुसार चलचित्रले करिब 30 वर्ष अघिको नेपाली समाजको झल्को सँगै समकालीन यथार्थलाई पनि प्रस्तुत गर्नेछ। 1 वर्ष लामो यात्रापछि छायाङ्कन सकिएको बाटुलो जुन अब पोस्ट प्रोडक्सन चरणमा प्रवेश गरेको छ। अनमोल केसीका प्रशंसकहरू दशैंको अवसरमा असोज 30 गते चलचित्रको प्रतीक्षामा रहेका छन्।